आज म जाँदैछु इन्डियाको यस्तो आइल्यान्ड जुन श्रीलङ्का बोर्डरदेखि एकदमै नजिक रहेको छ, जुन टापुलाई जोड्नको लागि पामन ब्रिजले महत्त्वपूर्ण भूमिका खेलेको छ। यो ठाउँको नाम हो तमिलनाडु प्रदेशको रामेश्वरम भन्ने। रामेश्वरम हिन्दू धर्मका 4 धाममध्ये एक विशेष धाम मानिन्छ। आजको भिडियोमा रहेर म बुटोल नेपालदेखि रामेश्वरम इन्डियाको ठाउँ कसरी गए, साथसाथै रामको जन्मभूमि अयोध्याको पनि दर्शन गर्नेछु है त। अलराइट गाइज, के छ सबैजना आरामै हुनुहुन्छ? म हुँ निरज पौडेल अनि मेरो युट्युब च्यानलमा तपाईँहरूलाई धेरै 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 स्वागत छ। आज हामी जाने ठाउँ त तपाईँहरूलाई मोटामोटी थाहा भइसक्यो। मेरो साथमा हुनुहुन्छ मम्मी, यता प्याक गर्दै हुनुहुन्छ। हाई भन्नु। हाई। भिडियो चाहिँ एकदमै इन्ट्रेस्टिङ बन्नेछ, तपाईँहरूले भिडियो अन्तिमसम्म हेर्नु होला। सो लेट्स स्टार्ट द जर्नी। सुरुमा बस लाग्ने ठाउँमा गएर बस चाहिँ चढियो होइन। बस चढिसकेपछि चाहिँ हामी चाहिँ चनौटाको बसाइ छ आजको चाहिँ, अनि चनौटातिर सरासर लाग्यो। चनौटा चाहिँ लाग्ने क्रममा चाहिँ बसमा चाहिँ भेटभाडै थियो, अनि एउटा गाइने दाई भेट भयो। गाइने दाईले चाहिँ एउटा गीत चाहिँ सुनाउँछु भन्नुभयो। उहाँको गीत सुनौँ है त सुरुमा। अनि गाइने दाईले गीत सुनाएर जानुभयो। अनि हामी चाहिँ सिधै चनौटाको बाटो लागिया छ होइन। अनि जाने क्रममा चाहिँ यो डाइभर्सनहरू धेरै ठाउँमा खोल्या रहेछ। यो बुटोल गोरुसँगै खण्डको धेरै ठाउँमा चाहिँ बाटो चाहिँ बिग्रिएको रहेछ अहिले चाहिँ। अनि त्यस बाटो चाहिँ समयमा बनोस् भन्ने चाहन्छु। त्यसपछि हामी चाहिँ सिधै बाडगङ्गा हुँदै चनौटा पुग्यौँ। चनौटा पुगेर हामी त्यहाँको बसाइ सँगसँगै भोलि बिहान नै चाहिँ कृष्णनगर बोर्डरमा पुगेर हामी चाहिँ ट्रेनको टिकट काट्नुपर्ने हुन्छ। टिकट काउन्टर खोलिसकेपछि हामीले चाहिँ टिकट बुकिङ गऱ्यौँ होइन। टिकट बुकिङ गरेर हामी चनौटातिर आइरहेका छौँ। चनौटामा चाहिँ जेएनजीले गरेको भ्रष्टाचार विरुद्धको यो आन्दोलनले चाहिँ माहौल चाहिँ एकदमै बिग्रिएको छ होइन। विरुद्धको र्याली लाउँदैछन्, चोर देश छोड भन्दै। काम गर्छ नि। त्यसपछि बिहान बिहानै हामी चाहिँ कृष्णनगर बोर्डर पारी बढ्नी भन्ने ठाउँ छ, त्यहाँबाट चाहिँ बस लाग्छ। बसको यात्रा चाहिँ हामीले बढ्नीदेखि हामीले बस्ती हुँदै अयोध्यासम्म यात्रा गर्नुपर्ने हुन्छ बसमा चाहिँ। बसको यात्रा मध्येमा चाहिँ यो तपाईँहरूले अगाडि देख्न सक्नुहुन्छ, यो बस्ती भन्ने ठाउँ हो। यो युपीमा पर्दछ। एकदमै भेडभाड देखिन्छ यो बस्ती भन्ने ठाउँ है, तपाईँलाई देख्न सक्नुहुन्छ। त्यसपछि हामी बस्तीबाट चाहिँ अयोध्यातिर लाग्यौँ होइन। अयोध्या लाग्ने क्रममा चाहिँ अब बाटो चाहिँ एकदमै ठुलो छ। यहाँ चाहिँ इन्डियाले चाहिँ एकदमै बाटो इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट चाहिँ साँच्चै राम्रो गरेको छ होइन। बाटोघाटोको लागि एकदमै सुविधाजनक छ क्या। त्यसपछि हामी चाहिँ नास्ता खाइयो होइन। बाटोमा नास्ता खायोभरि अगाडि बढिएको छ। अनि अगाडि बढ्ने क्रममा चाहिँ हामी अयोध्या पुग्न आँट्यो। अयोध्या पुग्ने क्रममा चाहिँ यहाँ अगाडि झन्डाहरू फहराइरहेका छन्, हनुमानका, रामका होइन। यो चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ, यो चाहिँ सरयू नदी हो। यो सरयू नदीमा चाहिँ भगवान् रामले आफ्नो जल समाधिमा बिताएको थियो कुनै समय। यो चाहिँ रामायणमा उल्लेख गरिएको छ, तपाईँहरूले त्यसबाट जानकारीले पाउन सक्नुहुन्छ। अनि चाहिँ हामी यो सरयू नदीको पुल तरिसकेपछि हामी बस स्ट्यान्डमा गयो। हामीले बसलाई यहीँबाट बिदा दिनु पर्यो होइन, किनकि यहाँबाट उता हामीलाई बसले लाँदैन। अनि बसमा चाहिँ हामी उत्रिसकेपछि सिधै यो चाहिँ अब अयोध्याका विभिन्न क्षेत्रहरूमा जाने चाहिँ मेन गेट रहेछ। यो अगाडि देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यो मेन प्रवेशद्वार रहेछ। यहाँबाट छिरिसकेपछि तपाईँहरू जुनसुकै क्षेत्र, अयोध्या मन्दिर, राम मन्दिर, लक्ष्मण घाट, रामघाट, हनुमान ढोका लगायतका सम्पूर्ण क्षेत्रहरू चाहिँ तपाईँहरूले यहाँभित्रबाट गएर तपाईँहरूले दर्शन गर्न पाउनुहुन्छ। हामी चाहिँ अटो रिजर्भ गरेर होइन प्रवेश गऱ्यौँ भित्र। विभिन्न गेटहरू रहेछन् होइन भित्र। हामी चाहिँ करिब 2-3 बजेभित्र नै अयोध्या पुगिसकेका छौँ होइन।
यति बेला चाहिँ हामी जुन क्षेत्रमा छौँ यो अयोध्याको एकदमै बिच क्षेत्र हो। अब अगाडि देख्न सक्नुहुन्छ यो चाहिँ तपाईहरुलाई यो मेन चोक हो। यहाँबाट जुनसुकै क्षेत्रमा पनि हामी प्रवेश गर्न सकिन्छ यो चोकदेखि। हामी चाहिँ सुरुमा राम मन्दिर जानको लागि सुरुमा स्नान गर्नको लागि हामी रामघाट गयौँ। अगाडि देख्न सक्नुहुन्छ यो चाहिँ रामघाट हो। त्यसपछि हामी सिधै अयोध्या मन्दिर पुग्यौँ हैन। अयोध्या मन्दिरको जुन बाहिरबाट नजारा छ नि यो यसको चाहिँ यस्तो छ, हेर्नु होला। अयोध्याको मेन मन्दिर चाहिँ यस्तो छ, म तपाईहरुलाई जुम गरेर देखाइदिन्छु। यो अगाडि देख्न सक्नुहुन्छ यो चाहिँ अयोध्याको मेन मन्दिर हो, जुन चाहिँ रामको मूर्ति छ, जुन शालिग्रामबाट बनेको छ। यो चाहिँ मेन मन्दिर हो। यहाँ चाहिँ भित्र कन्स्ट्रक्सनको काम भइरहेको छ हैन, त्यस कारणले गर्दा भित्रभित्र मोबाइल लानको प्रतिबन्ध गराइरहेको छ के। हामी अयोध्या घुमेर ट्रेन स्टेसनमा पुग्यौँ हैन। यति बेला म अयोध्या केन्टमा आएको छु। अब यहाँबाट रेल चढेर हामी सिधै रामेश्वरम पुगिन्छ। त्यसपछि हामी रातिको समयमा थियो हैन, अनि ट्रेन पनि आइसक्यो। ट्रेन पनि हामी त्यसपछि आइसकेपछि रामेश्वरमको लागि ट्रेन चढ्यो र ट्रेन चढिसकेपछि रातिको समय थियो। हामी चाहिँ सिधै सुत्यो। सुतेर बिहान उठिसकेपछि बल्ल मैले चाहिँ तपाईको बाहिरको नजारा देखाउँदैछु तपाईहरुलाई। यस्तो छ, रातिमा त केही पनि देखिएन नि त हैन। अनि रामेश्वरम चाहिँ अब कहाँदेखि कसरी गइयो भन्ने चाहिँ मैले विस्तृत जानकारी यो रेलहरूको बारेमा चाहिँ तपाईहरुलाई म जाँदै भन्ने छु, किनकि भिडियो लम्बा छ के हैन। तपाईहरुलाई फेरि विस्तृत जानकारी दिने नै छु। अब त्योभन्दा अगाडि चाहिँ यहाँ मैले चाहिँ यो सुरुङ मार्ग रहेछ हैन। सुरुङ मार्ग चाहिँ यो रेलवे मध्येको सुरुङ मार्ग कस्तो छ हेर्नु होला है त। हाम्रो ट्रेनको यात्रा चाहिँ एकदमै लामो छ हैन। करिब हामी चाहिँ अयोध्यादेखि रामेश्वरम जाने ट्रेनको चाहिँ लगभग हामी चाहिँ 50 घण्टासम्म चाहिँ ट्रेनमा बिताउनु पर्ने हुन्छ हैन। अब यहाँ चाहिँ विभिन्न क्षेत्रहरू छन् हैन। ट्रेन चाहिँ हामीले अयोध्या केन्टदेखि, स्टेसनको नाम अयोध्या केन्टदेखि रामेश्वरम जानको लागि अयोध्या केन्ट टु रामेश्वरम भन्ने श्रद्धा सेतु एक्सप्रेस जुन चाहिँ हप्तामा जान्छ हैन। अयोध्यादेखि तपाईँ बुधबारको दिन चाहिँ रामेश्वरमको लागि ट्रेन चाहिँ जान्छ। यदि तपाईँ रामेश्वरम जान चाहनुहुन्छ भने यो रुट चाहिँ एकदमै बेस्ट हुनसक्छ तपाईँको लागि। अयोध्या केन्टदेखि रामेश्वरमको जुन चाहिँ उत्तर प्रदेश, मध्य प्रदेश, महाराष्ट्र, तेलङ्गाना, आन्ध्र प्रदेश हुँदै तमिलनाडु हामी चाहिँ 6वटा प्रदेश चाहिँ भिजिट गरिन्छ, जुन चाहिँ एकदमै लामो सफर हुन्छ हैन। यहाँ चाहिँ विभिन्न स्टेसनहरू छन् हैन। हामी चाहिँ अयोध्या केन्टदेखि पहिला सुल्तानपुर, अनि जबलपुर, वाराणसी, प्रयागराज चाहिँ हामी उत्तर प्रदेशका जुन चाहिँ मेनहरू जक्सनहरू रहेका छन्। त्यसपछि मध्य प्रदेशमा जबलपुर र इटारसी रहेका छन्। अनि हामी महाराष्ट्रमा नागपुर पुगिन्छ हैन। त्यसपछि तेलङ्गानामा छ बालारसाह र वारङ्गल भन्ने छ। त्यसपछि हाम्रो आन्ध्र प्रदेशमा छ विजयवाडा अनि नेल्लोर भन्ने ठाउँ छ हैन। त्यसपछि तमिलनाडुमा चेन्नई अनि भेल्लुपुरम, तिरुचुर अनि मदुराई, त्यसपछि हुँदै रामेश्वरमका यी विभिन्न स्टेसनहरू चाहिँ हामीले चाहिँ पार गरिन्छ ट्रेनहरूमा। अरू विभिन्न ठाउँहरूमा जक्सन परेको हुन्छ, तर चाहिँ मेन जक्सन भनेको यिनीहरू ठाउँमै हुन्छ हैन। तपाईहरुले गुगलमा पनि गएर सर्च गर्न सक्नुहुन्छ हैन। करिब लगभग 2500 किलोमिटर जतिको यात्रा चाहिँ हामीले ट्रेनमा गर्नुपर्ने हुन्छ हैन। त्यसपछि यो अहिले चाहिँ जुन तपाईहरुले भिडियो देख्नुभएको छ यो क्षेत्र चाहिँ चेन्नई क्षेत्र हो। चेन्नई यो अगाडिको जुन मेन स्टेसन चाहिँ चेन्नई छ, एकदमै ठुलो स्टेसन छ यो चेन्नई। अब यहाँ चाहिँ विभिन्न औद्योगिक क्षेत्रहरूदेखि लिएर मेन बन्दरगाह हैन, पोर्टहरू रहेको छ। एकदमै मेन जक्सन मानिन्छ चेन्नई चाहिँ। अब एकदमै ठुलो छ यो जुन स्टेसन पनि हैन।
अनि चेन्नई स्टेसन कटेपछि हामीले तमिलनाडुका विशेष क्षेत्रहरू चाहिँ हेर्ने मौका मिल्यो होइन। अनि हामी यहाँ चाहिँ विशेष तमिल नै भाषा बोल्दछन् यहाँका मान्छेहरू, हिन्दी पनि खासै आउँदैन। अनि तमिलनाडुका विशेष क्षेत्रहरू हेर्दै हामी चाहिँ रामेश्वरम पुग्ने क्रममा छौँ। रामेश्वरम पुग्ने क्रममा चाहिँ यो एक पामन ब्रिज रहेछ। यो चाहिँ रातिको समयमा लिएको छु मैले भिडियो। यो चाहिँ एकदमै आइकोनिक ब्रिज मानिन्छ। यसको भिडियो म तपाईँहरूलाई पछि देखाउने छु। फाइनल्ली हामी रामेश्वरम ट्रेन स्टेसनबाट झरियो होइन। ट्रेन स्टेसनबाट झरिसकेपछि हामी चाहिँ आफ्नो गन्तव्य स्थलतिर जाँदैछौँ मम्मीमा। अनि रामेश्वरमको सम्पूर्ण भिडियो चाहिँ मैले बनाउन यसै भिडियो मार्फत सकिनँ र नेक्स्ट भिडियोमा चाहिँ रामेश्वरका सम्पूर्ण क्षेत्रहरू का भिडियोहरू म तपाईँहरू माझ पस्किनेछु भन्दै अहिलेलाई बिदा हुन चाहन्छु। हस्त बाबा।